ओहो हो फेरि आज मौसम चाहिँ दामी छ कि त्यही भ्लग चाहिँ हालेको थिइनँ। आज चाहिँ हाल्नु पर्यो यसो भ्लग बनाएर भन्दै नि सट्टा लाएर सेट 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 ओए छम्मा त फर्की फर्की लहेर मलाई सेट अहिले चाहिँ हामी खाइसक्यौँ भने यहाँ टक्क लाएर मोरबुचोक चाहिँ आइसक्यो है। फुलको नहाल्दैन बनाएपछि ओभर कन्ट्रोलिङ 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 खुट्टा ठोकिँदा यार ब्रो मोर्ती चाहिँ कट्या छ यहाँदेखि सर्ट सिधा भएर अब गाडी हुँदै हुँदै गरेर जाने हो। फर्की फर्की ओ सेट ओ हो ओ रथ का चक्कर बाबू रथ का चक्कर मत भन। र तिमीलाई एउटा क्वेसन सोध्छु त आयुष यो मतलब गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाउँदा कस्तो फिल हुन्छ हौ गर्लफ्रेन्ड बनाउँदा? मलाई के थाहा तर ऊ त तिम्रो त ब्रेकअप भएको होइन ब्रेकअप भएर बसिरहेछ। 2 लाइन भन्देऊ ल त 2 लाइन भन्देऊ ल त मेरो लागि भन्दै हो त्यही हो यहाँनिर चाहिँ अब साथीले दुःख बोक्दैछ हौ दुःख बोक्थ्यो गरेँ मैले त्यही रिप्लाई दिन्छु हो मैले जे गरेको त्यही फर्काइदिन्छ त्यही हो टक्क लाएर यो पोस्ट चाहिँ मैले फेसबुकमा हाल्नुपर्ने हुन्छ कि अनि थाहा पाउँछ हालिन होइन जस्ट स्टोरी हुन्छ नि स्टोरी हाल्नु क्या ओहो जिल्लामा मेरो गाउँभरि जिल्लामा अरे दादाजी पुलिसले निलो निलो गाडीमा अनि भाइरल त भइहाल्छ नि नाठा हाम्रो न भ्युज आउँछ न केही आउँछ है त्यसैमा आजले मेरो पनि सब्स्क्राइब गर्नु पर्यो च्यानल ल ल ल ल ल फर्की फर्की नहे है काका जस्तो लगाएर एकछिन त युट्युबको नेम चेन्ज गर्नु पर्यो गर मेरो जस्तो राख न नि मैले ब्ल्याक बी गेमर ब्ल्याक बी गेमर अनि ब्ल्याक बी गेमर भनेको चाहिँ मुजी भ्लग हाल्छ होइन म त सेकेन्ड आइडी बन्छ नि त सेकेन्ड आइडी बन्छ बुझ न सेकेन्ड आइडीमा हाल्छु क्या त्यो मेरो मेन आइडी मेन च्यानलमा चाहिँ हाल्दिनँ कि ओहो हो अब @ आयुष भकर तपाईँहरूले चाहिँ सपोर्ट देखाइदिनु पर्ने हुन्छ हौ तपाईँहरूले सपोर्ट देखाइदिनु पर्ने हुन्छ क्या हामीलाई चाहिँ अनि त्यही हो बिस्तारै बिस्तारै अलिक राम्रो राम्रो भ्लग आउने छ होइन त्यही भएर तपाईँहरूले चाहिँ अब जस्ट सपोर्ट देखाइदिनु भयो भने चाहिँ दामी हुन्छ कि तपाईँहरूले पनि बक्कल बनायो यार अस्तिसम्म कति रोड हो नयाँ पिच अगाडि मेरो गाडी ऋणमा चलाउनु दिएको फिर्ताइदिएको छैन लोगोमा आएर सर्ट लाएर हामी चाहिँ नयाँ पिच हो भर्खर भर्खर बनिएको यो बाटो पहिले कस्तो छ अहिले कस्तो बनाएको छ है फर्की फर्की गले यति छिटो गलेको म त नै गलेको छैन त यो त कुन थान भयो
अहिले चाहिँ यस्तो छ होइन मौसमले पनि धेरै असार हो नि त छिटो आउन अहिले चाहिँ ट्याक्क लाएर असारको महिना हो नि त पानी परेको गर्छ त्यही भएर चाहिँ होला यो सफा देखियो नत्र त यो रोड कस्तो रोड देखिन्छ क्या यो रोड चाहिँ सट्ट साथी टक्क लाएर यहाँ चाहिँ साथीले स्पिड कुदाउँदैछ अब म पनि कुदाउनु पर्ने हुन्छ के ओ कटाएको छ साथीले चाहिँ होइन यहाँ चाहिँ बिचमा रुखै छ आयो पुरानो रोड खोइ गर्दै भुइँकाउँछ त हौ